खोला यो हामी त यस्तो दह छ साथीहरू पौडी खेल्न आउनु भने आउनु है। यस्तो कहाँ पाउनु पानी, यस्तो राम्रो न राम्रो रहेछ क्या यो पानी। अहिले हो यहाँ है, आमा कस्तो सङ्लो पानी, पौडी खेल्नुको छ पानी त कति राम्रो पानी। तर यो चाहिँ ट्याङ्कीदेखि मुनि हो, माथितिर त खुट्टा हिँड्नु पनि दिँदैन। यता तल चाहिँ दिन्छ क्या। आज फुपूसँग आएको म यतातिर कति 2 वर्षपछि आएँ म त, 2 वर्षपछि आएको। यतातिर चाहिँ पौडी खेल्नु मिल्छ, यो माथि चाहिँ मिल्दैन क्या। माथितिर चाहिँ पानी उस्तो पाइप लगेको छ, यो पाइपमा पानी लगेको छ नि त। हामीले खाने पानी यही हो, यस्तो छ। त्यो गोठ छ, त्यहाँ बस्ने हो। अब आज फुपू भरे नि आएको, हामी चाहिँ कुहिनु जाउँ त भनेर आएको, शनिबार मनाउन आएको फुपेर। यतातिर त आम्मामा कस्तो चेन्ज भएछ हौ, म त छक्कै परेँ। चाउचाउ ल्याउनु पऱ्यो भनेको चाउचाउ नलिएको, कस्तो अब मलाई त के खाउँ जस्तो लागेको थियो। हङ्ग्री हुन्छु क्या अरे भन्ने भएको छु के, हङ्ग्री हुन्छु कि के हो, के गर्ने हो। भोक लाग्छ के अरे मलाई त। अब के गर्नु, अब के गर्नु, यस्तो छ है यहाँनिर सबै पानी ट्याङ्की। यो बस्ने ठाउँ नि कस्तो हो, माथि यस्तै बना, अझै यहाँ बस्ने ठाउँ भएर अझै तल ठगेर बनाएर चाहिँ हेर्नु ट्याङ्की। ऊ त्यहाँनिर त कत्रो डो हो भनमा, त्यो मान्छेसँग बाजेको म एकपल्ट